छ फेरि भोलि भाग्नुभयो भने भोलि सहभागी हुनु भएन भने त्यो आन्दोलनमा कतिको क्षति भयो भने त्यसको जिम्मा कसले लिन्छ मानवीय क्षति हुन सक्छ मैले चाहिँ एउटा सब एभिडेन्स सहित चाहिँ टिकटकै बनाएर हालेको छु त्यो हेर्नु होला सबै एन्सर त्यसमा छ है होइन सबैले टिकटकै हेर्नुपर्ने हो होइन यहाँ भन्दाखेरि गाह्रो छ त्यसो भए ठिक छ अरू क्वेसन टिकटकमा हेर्नु होला मलाई टिकटक हेर्ने भए पत्रकारलाई किन बोलाएको किन गर्नुभयो बोल्नुस् न किन त्यो त सोधेको क्वेसनको त हो सडाको लागि गरे होइन अब यहाँ क्वेसन भोलि पडकास्टहरू पनि गर्नु भएको थियो लाइक प्रोटेस्ट अगाडि भनिसके पछाडि तपाईँ सोसल मिडियाबाट मान्छेहरूलाई अवेयर गराइसके पछाडि तपाईँ प्रोटेस्टमा नजाँदाखेरि धेरै मान्छेहरू डेथ भयो त्यो इन्जस्टिस क्रिएटर म पनि हो भनेर लिनुहुन्छ कि हुँदैन अनि त्यस पछाडि प्रोटेस्टमा जान आफू नगए पछाडि थ्रेट आयो होला तपाईँलाई थ्रेट आए पछाडि तपाईँले चाहिँ सोसल मिडियामा भिडियो बनाएर चाहिँ एटलिस्ट मान्छेलाई अवेयर गर्नुपर्ने इम्पोर्टेन्स हुन्थ्यो हुन्न थियो तपाईँ एज अ ह्युमन बिङ म प्रोटेस्टमा यो रिजनले मलाई यस्तो थ्रेट आयो अलि छोटो गरिदिनुहोस् न है त्यही हो तपाईँले प्रोटेस्टमा सोसल मिडियामा भिडियो बनाएर आइसके पछाडि तपाईँ प्रोटेस्टमा नजाने भए पछाडि भिडियोमा म आउँदिनँ है भनेर पनि बनाइदिनु पर्ने चाहिँ इम्पोर्टेन्ट हुन्थ्यो हुन्न थियो म प्रोटेस्टमा नगएर डेथ भएको तपाईँको क्वेसन त्यही हो म प्रोटेस्टमा नगएर डेथ भएको होइन तपाईँले भिडियो चाहिँ बनाएर पोस्ट गर्नु पर्थ्यो कि पर्दैन थियो त म आउँदिनँ भनेर तपाईँले भिडियो चेक गर्नुभयो मेरो गरेको थिएँ घर गएर एकपल्ट चेक गर्नुहोस् होइन सुन्नुहोस् तपाईँ अहिले फर्केर अहिले फोन खोल्नुहोस् र हेर्नुहोस् 8 तारिकमा भइसके पछाडिको कुरा नै सुन्नुहोस् तपाईँ हेर्नुहोस् अनि त्यसपछि मलाई सोध्नुहोस् है अरूको क्वेसन ओके नेक्स्ट प्रश्न छ तपाईँलाई तपाईँको पालो सक्यो अर्को कोही सोध्नुहोस् त नमस्ते म युवराज बङ्गाली स्पेस पोकेट टेलिभिजनमा काम गर्छु तपाईँको धेरै प्रेस मिटहरूमा म सहभागी भएको छु होइन हेरेको छु र मेरो अहिले यो भोलिदेखि हुने आन्दोलनसँग केही प्रश्नहरू छ होइन यो आन्दोलन मिराज ढुङ्गाना तपाईँको भूमिकालाई नेतृत्वको भूमिका हेर्ने हो कि संयोजक वा प्रवक्ता यो आन्दोलनको नेतृत्वकर्ता के भनेर बुझ्ने एउटा प्रश्न होइन म रेगुलर 3वटा प्रश्न राख्छु त्यसपछि एकैचोटि जवाब दिनु होला किनभने हामी प्रश्न गरिरहँदा तपाईँ जवाब दिन आत्तिरहेको पनि हामी देख्छौँ कि त्यो भएर म रेगुलर प्रश्न गर्न खोजेँ है तपाईँलाई जस्तो खास गरी यो आन्दोलनलाई कुनै दल वा शक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रयोग गरिरहेको भनेर टिका टिप्पणी भएको बाहिर आलोचना भएको कुराकानी भएको म यहाँ आउँदै गर्दा पनि सुनिरहेको थिएँ यसप्रति तपाईँको प्रतिक्रिया के हो एउटा प्रतिक्रिया दिनु होला होइन अब जस्तो आगामी चुनाव वा सत्ता समीकरणसँग यो आन्दोलनको सम्बन्ध जोडिएको सर्वपक्षीय सरकारको कुरा जो तपाईँहरूले उठाउनु भयो